नमस्ते सबैजनालाई, के छ हालखबर। अब हामी त सट्ट यस्तो आज साउन 1 गते घरदेखि सर घुम्न जाम भनेर निस्किन लाग्यो। चट्ट हेलमेट लगाउँछु भनेको त आधै लगाइछु। ल ह्यान्डलको लक पनि खोल्न नसक्यो, बल्ल बल्ल खुल्यो, चालु भयो। अब स्कुटी स्टार्ट गरेर गयौँ हामी, यहाँ पुग्यौँ कारकाँडो सरर। ल अब यो ठोक्यो है, यो कुकुर ठोक्यो। ल भयङ्कर रहेछ त, बचिहाल्यो अलिकताले। यो इमानगर राजाको आर्मी ब्यारेकतिरको बाटोबाट हुँदै यता यो खटबट बाटोमा गाडी घद्राक गुद्रुक भएर जाँदै पल्टेन, बल्ल बल्ल आइयो अलिअलि पिच भन्ने कि आरसिसी ढलान भन्ने। यहाँबाट टर्न लिएपछि आउँछ, अब हेर्नु के आउँछ हेर्नु होला है। ट्याक्क आयो झुलुङ्गे पुल। यहाँनिर साइडमा पिकनिक स्पोट पनि बनिरहेछ। चट्ट हामी फेरि हल्का नास्ता खाजा पानी खान लाग्यौँ। बल्ल बल्ल जबरजस्ती खोलियो, चट्ट हाल्ने। अब यता हाम्रो म्याडमलाई वाइन, त्यो पनि खोल्न नसकेर बल्ल बल्ल खोलेर गिलास हेर्दै हाँसो लाग्दै, खानै नमिल्ने गिलास। फर्स्ट प्याक लिएर 1 पिस छोइला, हाँसको छोइला, चिउरा, मुम्फली खाँदै